वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। विस्मृति भो अब सब सिर्जन अघिको हे भगवान। प्रभु मलाई जुन प्रकारको शक्ति दिनुभयो हजुरको मायाले गर्दा म सबै बिर्छु। हामीलाई पनि ज्ञान भयो भने पूर्ण ज्ञान नहुन्जेलसम्म केही जानियो भने यो सांसारिक प्रपञ्चले गर्दा सबै बिर्छु। के गर्नु बुढो भयो म त शुद्धि केही छैन। शुद्धि केही नभएको त होइन, बिर्सिएको के विस्मृति। विस्मृति केले बनायो? घरको माया, सन्तानको मायाले, धनको मायाले, खेतको मायाले, छोरालाई नातिलाई चाहिए छैन। जति जति वृद्ध भयो हामी सबैलाई त्यही चाहिन्छ। जुन प्रेम जति बेला कृष्णमा हुनु पर्थ्यो त्यो प्रेम गयो अर्कै विषयतिर। त्यस कारणले गर्दा विस्मृति हो। स्मृति हुनुपर्ने बेलामा विस्मृति भएपछि सकियो। एक दिन फेरि यो मैले देखेको दृष्टान्त एउटा दिन खोजेँ। हाम्रो व्यवहारमा पनि ठुलो वेदान्त छ है, लिन सक्छ। नाति जन्मियो, हजुरबुबा हजुरआमा बाहिर निस्किनु भयो घरमा। एक दिन घरमा छोरा बुहारी चाहिँ घरमै थिए। हत्तपत्त आइसकेपछि नाति खोइ यसले केही खायो कि खाएन दिउँसो। उनको साख्य आमा बाबु घरमै छ। आफ्नो बच्चाको झन् कति हेरचाह गरेका हुन्। त्यो भन्दा बढी माया कहाँ गयो? हजुरबुबा हजुरआमा। जुन कुराको स्मृति हुनुपर्ने त्यो विस्मृति भयो, जुन कुराको विस्मृति हुनुपर्ने त्यो कुराको स्मृति भयो। गीता अध्याय 2:69 श्लोकमा भगवान कृष्णले एउटा श्लोक भन्नुभयो। ऊ सुनिरहने मान्छे मुसुक्क हाँस्दै हुन्छ। या निशा सर्वभूतानां यस्यां जागृति संयमी यस्यां जागृति संयाति सा निशा पश्यतो मुने। तत्वदर्शी पुरुषहरूको चाहिँ रात हाम्रो दिन चाहिँ तत्वदर्शी मुनिहरूको रात। के भन्न खोजेको? हामी चाहिँ भौतिकवादमा जागेका छौँ, उनीहरू चाहिँ अध्यात्मवादमा जागेका छन्। उनीहरूलाई भौतिक वस्तुको प्रयोजनै छैन। रात पर्यो कि पऱ्यो, उनीहरू सुतेका छन्। हामी चाहिँ धन सम्पत्ति अथवा भौतिक वस्तुको सुख सुविधा, इन्द्रियको सुख सुविधा, विषयको लोलुप बनेर लागिराखेका छौँ। सन्त महापुरुषहरू त्यसलाई त्याग गर्छन्। जसरी हामीले विषयलाई त्याग गर्न सक्दैनौँ तबसम्म परमात्माको तत्त्वलाई प्राप्ति गर्न सक्दैनौँ। बोली मधुर व्यथा हटाऊ। ब्रह्माले गर्नुभएको स्तुति। हे प्रभु, मैले हजुरको यो संसारको मायाद्वारा हजुरको ज्ञान रूपी तत्व विस्मृति मायाद्वारा विस्मृति भो सब सिर्जन अघिको हे भगवान। प्रभु मलाई जुन प्रकारको ज्ञान थियो ममा त्यो विस्मृति भयो। अब स्मृति गराइदिनुहोस्। हजुर आउनुहोस्, हजुरले मलाई दर्शन दिनु। राम्रो गर्छु भन्दा पहिला बिग्रिन्छ हो कि है? पहिला बिग्रिन्छ। आमाहरूले सेल बनाउँदा पनि कहिलेकाहीँ एउटा दुईटा हाल्दा पहिले बिग्रिन्छ अनि सप्राउँदै। ब्रह्माजीले पनि सृष्टि गर्दा गर्दै बिग्रियो। गर्दाखेरि के भयो? या अविद्या भनेको अज्ञान सृष्टि भयो पहिल्यै भन्न खोजेको दृष्टान्त यो। ससर जाग्रेन दता मिश्र मतता मिश्रमाधिकृत
महामोहं च मोहं च तमश्चाज्ञानवृत्तयः। वास्तवमा भन्न खोजिएको कुरा के भने पहिला अविद्या भनेको अज्ञानी सृष्टि हुन्छ। त्यसै भएर पहिला मान्छे अज्ञानी हुन्छ, पछि अज्ञान हटाएपछि ज्ञानी हुन्छ। त्यो के त भन्दा पहिलो हो तम, तम भनेको अविद्या, अविद्या भनेको अज्ञान तम। अर्को हो मोह जसलाई अस्मिता भनिन्छ, मोह भनेको माया, यो पनि अज्ञान। अर्को छ महामोह, महामोह, मोह भन्दा पनि ठुलो महामोह जसलाई राग भन्छौँ हामी, व्यसन भन्छौँ, नभई नहुने त्यतैतिर लाग्यो, तल तल लाग्यो, माथि माथि लाग्यो होइन, तल तल लाग्यो, के को के भनी साध्य छैन, जसको जे छ त्यतैलाई सम्झ। महामोह। तामिश्र, तामिश्र भनेको द्वेष, रिस, घमण्ड, दम्भ, मोह। अन्धतामिश्र त्यो चाहिँ फस्ने रुचि, अनेक प्रकारका इच्छा यस्ता सृष्टि भयो। पापमय सृष्टि देखेर ब्रह्माले तुरुन्तै अर्को सृष्टि गर्नु हो। जन्मने बित्तिकै पिताजी के गरौँ, आज्ञा दिनुहोस् भने छोराहरू जन्मेर के गरौँ भन्दा बाबुलाई कति खुसी लाग्यो। बाबु अब विवाह गरेर सृष्टि अगाडि बढाऊ, म त ब्रह्मा हुँ, म सृष्टि अगाडि बढाउन चाहन्छु, तिमी पनि विवाह गर भन्दा अरू सबै कुरा गर्नुहोस् पिताजी, विवाह गर्ने कुरो नगर्नुहोस्। विवाह चाहिँ हामी गर्दैन, सधैँभरि आबाल ब्रह्मचारी बस्छौँ। विवाह गरेपछि यो संसारमा फसिन्छ। जन्मने बित्तिकै बाबुलाई मुख चलाउने भयो, श्राप दिन्छु, तिमीहरू सधैँभरि 5 वर्षका भइगए, श्राप दिनु। ती 4वटा छोरा सधैँभरिका 5 वर्ष सधैँभरि भगवानको गुणगान गाउँछन्, एउटा कौपिन मात्र लगाउँछन्। 5 वर्षको बालक ब्रह्मज्ञानले भरिपूर्ण, जसका मुखबाट श्री हरि शरणम, श्री हरि शरणम, श्री हरि शरणम, श्री हरि शरणम मात्र उनीहरूले उच्चारण गर्दछन्। ब्रह्माजीलाई रिस उठ्यो। रिस कहाँ उठ्छ थाहा छ? कहाँ उठ्छ? भ्रुकुट, आँखी भाउ टेढो गराएर यो दुईटा आँखाको बीचमा रिस उठ्दा त्यहाँबाट एउटा सन्तान उत्पन्न हो। सन्तान फुत्त जन्म, भुइँमा खसेर रोन लाग्यो। एकैछिनपछि चुप लागेर के भन्छ, पिताजी मेरो नाम के हो, म कहाँ बस्ने, मेरो काम के हो बताइदिनुहोस् भन्न थाल्यो। जन्मने बित्तिकै भयो। भगवान ब्रह्माजीले भन्नुभयो सबै रुरोध देवानाम पूर्वजो भगवान भव। तिमी जन्मने बित्तिकै रोयो बाबु, त्यसै कारणले तिम्रो नाम रुद्र। बस्ने ठाउँ कहाँ त बाबु? तिमी गएर इन्द्रियमा बस, प्राणमा बस, आकाशमा बस, वायुमा बस, अग्निमा बस, जलमा बस, पृथ्वीमा बस, सूर्यमा बस, चन्द्रमामा बस, तपस्यामा बस भनेर दिनुहोस्। केमा पूजा गर्यो भने भगवान रुद्रको पूजा हुँदो रहेछ। विचार गर्नुहोस्। प्राणको, इन्द्रियको, आकाशको, वायुको, अग्निको, जलमा जहाँ पूजा गर्नुहोस् भगवान शङ्करको पूजा हुन्छ। तपाईँ तिम्रो 11वटा नामले तिमी संसारमा विख्यात हुनेछौ। मन्युर्मनु मैनसो महान शिवरित ध्वज उग्ररित भवा कालो वामद्रीव धृत व्रत। रुद्र किन भन्नुभयो? सृष्टि गर्न लाग्नुभयो। 4 मुखबाट 4 प्रकार वेदहरू प्रकट गर्नुभयो। उपवेदहरू फेरि उपवेदहरू प्रकट गर्नुभयो। त्यसपछि उपवेद भए, न्याय शास्त्र भयो, होता भए, उद्गाता भए, औद्धर्यु भए। 4 प्रकारका आश्रमहरू उत्पन्न भयो ब्रह्माजीबाट। ब्रह्मचारी, गृहस्थी, वानप्रस्थ, सन्यास। एउटा त्रिशरेणु बन्छ। यस्तै त्रिशरेणुबाट त्रुटि नाम गरेको समय बन्छ। त्यसपछि एउटा वेद नाम गरेको समय बन्छ। 3 वेदको 1 लव हुन्छ, 3 लवको 1 निमेष हुन्छ। निमेष भनेको चाहिँ आँखा झिम्क्याउने बेला। सन्ततिहरूको कल्याण गर्नुहोस् भनेर जो व्यक्तिले कन्या राशिमा सूर्य गएका बेलामा आफ्नो पितृहरूको श्राद्ध यदि गर्दछ भने अनन्त तृप्ति पितृदेवतानां अक्षय तृप्ति प्राप्ति गरेर पितृहरूले हामीलाई आशीर्वाद दिनुहुन्छ। अस्मत् कुले दीर्घायुरस्तु, तिम्रा कुलमा लामो आयु भएका हुन्, वृद्धिरस्तु, पुष्टिरस्तु, स्वस्थ हुन्,
कुनै प्रकारको अङ्ग भङ्गले युक्त भएका सन्तान नजन्मुन्, यो पितृहरूको आशीर्वाद हो। जसले पितृदोष लागेको छ, जसले पितृलाई अनादर गर्दछ, पितृको पूजा यदि गर्दैन भने त्यसलाई कुनै पनि यो संसारमा कल्याण हुँदैन। देवता समान पितृको उपासना गर्नु। भगवान सुखदेव आज्ञा गरिबक्छन् राजा परीक्षितलाई, हे परीक्षित, यस्ता प्रकारले समयको सृष्टि हो। यतापट्टि ब्रह्माजीका 5 वटा सन्तान स्वयंभू मनु र शतरूपा महारानीबाट जन्मेका 2टा छोरा, जसको नाम हो प्रियव्रत उत्तानपाद। प्रियव्रतको अर्थ हुन्छ जसको कार्य प्रिय छ, जो हरिको प्रिय छ, जो कार्यको प्रिय छ, जो परमात्माको पूजामा तल्लिन्छ, जो परमात्माको भजन गर्दछ। श्री कृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण। यतापट्टि दिदीको गर्व बढ्दै मानौ कि सुवर्ण अग्निमा हालेको जस्तो देदीप्यमान हुँदै हुँदै बढ्दै बढ्दै आयो। देवताहरूको तेज पनि फिका हुँदै गयो। देवताहरू डराएर ब्रह्माको शरणमा जानुभयो। ब्रह्माको शरणमा गएर ब्रह्माले भन्नुभयो, डराउनु पर्दैन हे देवता हो, मानसामे सुतामे युष्मत् पूर्वजासनकादय चिहुर्विहाय सा लोकान् लोकेषु विगतस्प्रिया। अहिले दिदीले धारणा गरेको गर्व भनेको चाहिँ मेरा छोराहरूले श्राप दिनुभएको थियो भगवानका ढोका पालेहरूलाई। आज तिनै भगवानका ढोका पालेहरू जय र विजय नै दिदीका गर्भमा आएर बस्नु भएको छ। यसकारण त्यो भगवानका पार्षदले त्यो दिदीका गर्भमा बसेको कारणले तिमीहरूको तेज फिका भएको। अब कथा कता र कता पुग्यो, एकाग्र नभए बुझिन्छ त यो। दिदीले गर्भधारण गर्नुभयो। 100 वर्ष जलहरू दायाँ बायाँबाट बगेका छन्, झरनाहरू बगेका छन्, जल कमल थल कमलहरू फुलेका छन्। अनेक प्रकारका वृक्षहरूद्वारा सुशोभित भएको छ, जहाँ चराचुरुङ्गीहरूको त्यो सुन्दर सुन्दर आवाजले बडा आनन्द मनमोहक छ रे। कहीँ मयूर नृत्य गरिराखेका छन्, कहीँ खरायो नाचिराखेका छन्, कहीँ हरेहरू हिँडिराखेका छन्, कहीँ मत्त भ्रमराहरू गुन्जायमान गरिराखेका छन्। भगवान श्री नारायणको नामले मत्त भ्रमराहरू पनि भगवानको नामले नै गुन्जायमान गरिराखेका छन्। देवता देवाङ्गनाहरू अनेक प्रकारले जग्गा 4 ढोका पार गर्दै गर्दै जब 7औं ढोकामा पुग्नुभयो, त्यहाँ 2टा ढोका पाले भन्छौँ नि, सेक्युरिटी गार्ड जय र विजय। हिजो हामीले पूजा गरेका छौँ। पूर्वपट्टि नन्द सुनन्द, दक्षिणपट्टि बल प्रबल, पश्चिमपट्टि जय विजय, उत्तरपट्टि सुशील पुण्यशील। 8 वटा ढोका पार। त्यो पश्चिमपट्टिको ढोकाबाट प्रवेश गर्दा जय र विजयले यी बालकहरू कहाँ जान लागे? 5 वर्षका छन्। वेदका छडीद्वारा बाटो रोकिदिएछन्। ब्रह्माजीका छोराहरूलाई अत्यन्त रिस उठ्यो। कामं भव स्ववृत्तिर निरयेतु न नस्ता चेद्यो लिबध्यति नुते पदयो रमित वाचस्तु नस्तुलस्य बध्यति तेङ्ग्रि शोभा पुर्यन्ते गुणगणैर्यधिकर्। मानौ कि यसरी रोक्दाखेरि त ती ऋषि ती बालकहरूले श्राप दिने पनि मेरै प्रेरणा, मेरो इच्छाद्वारा मेरै प्रेरणाद्वारा नै हजुरहरूले श्राप दिइबक्सेको। ल तिमीहरू अब तुरन्त जाऊ पृथ्वी स्थलमा भन्दा रुन लागे जय र विजय। भगवानको चरण समातेर प्रभु हामी हजुर बिना रहन सक्दैनौँ भन्दा भगवानले आश्वासन दिनुभयो, चाँडै नै म तिमीहरूलाई लिने। तपस्या गरेर आउँदा धेरै समय लाग्छ, कसरी आउने भन्दा अब वैरत्व भावले आउने भनेपछि तिनै भगवानका जय र विजय नाम गरेका पार्षद आएर दिदीका गर्भमा प्रवेश गरे। 100 वर्षसम्म जन्मेनन्। 100 वर्षपछि बराहरू धारणा गरेर बरा माता पृथ्वीलाई दारामा राखेर आउँदै हुनुहुन्थ्यो। अनि हिरण्याक्षले भन्न थाल्यो, ए यो वनमा हिँड्ने जङ्गली सुँगुर यो जलमा कहाँबाट आयो र यो पृथ्वी कहाँ लान लागेको? पृथ्वी त ब्रह्माले हाम्रा लागि दियो। भगवान मुसुक हाँसेर भन्नुहुन्छ, सत्यम भय थाले शङ्खनाद घण्टनाद मृदङ्ग बाजाहरू बजे बरावतार भगवानको, बरावतार भगवानको।
वरावतार भगवानको देवताहरूले आकाशबाट भगवानको ठुलो स्तुति गरे। नमो नमस्ते मान गरेर भगवान वराहको दर्शन गर्दछ भने त्यसले यस लोकमा सुख सम्पत्ति ऐश्वर्य प्राप्ति गरिकन अन्त्यमा प्रभु परमात्माको अविचल भक्ति प्राप्ति गर्नेछ। राजन, मैले तपाईलाई यो अत्यन्तै परम पवित्र एतन् महापुण्यमलम पवित्रम धनम यशस्वम परमायुराशिषम प्राणेन्द्रियम द्रियाणाम युधि शौर्यवर्धनम नारायणान्ति गतिरंग श्रृण्यताम। वरावतार भगवानको कथा जसले एक आसनमा बसेर सुन्छ, मनन गर्छ, ध्यासन भने त्यसको स्वस्थ्यनम, स्वस्थि भनेको कल्याण, शौर्यवर्धनम र अन्त्यमा नारायणान्ति गतिरंग श्रृण्यताम। नारायण भगवानको गति अस्मिता राग द्वेष अभिनिवेश अघि बताइए। त्यसपछि वनस्पतिहरू सृष्टि भए, सर्पहरू सृष्टि भए, गो गाईहरू सृष्टि भए, भैँसीहरू सृष्टि भए, राक्षसहरू सृष्टि भए, असुरहरू सृष्टि भए, सनकादि मुनिहरू सृष्टि भए, मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु, दक्ष, नारद आदि गरेका छोराहरू सृष्टि भए। अन्तिममा अन्तिम सृष्टि मनुष्यको, हाम्रो पनि सृष्टि मानिसहरू, जहाँबाट मनु महाराज सृष्टि हुनु हो, मनुका सन्तान भएको हुनाले हामी मनुष्य। पहिलो सृष्टिको स्वयं पढ्नुपर्छ कोर्समा। स्वयंभू मनु शतरूपा महारानी, जसबाट 5वटा सन्तान आकुति, देवती, प्रसूति, 3टी छोरी, प्रियव्रत र उत्तानपाद 2टा छोरा, 5वटा सन्तान जन्मे। त्यहीबाट सर्वम आपूरितम जगत, यिनैका सन्तान तपाईँ हामी सब। अब हामीलाई कुनै लाइसेन्सको आवश्यकता पर्यो त? हामी के हो भन्दा अग्रगण्य जन्मसिद्ध वैष्णव हो कि? ब्रह्माजी नारायणबाट ब्रह्माको सृष्टिमा मनु महाराज दाइजो पातहरू राख्नुभयो, लता कपडा गहनाहरू सबै राख्नुभयो र आफ्नी रानी र छोरीलाई रथमा राखेर मनु महाराज कर्दम ऋषिका आश्रममा जानुभयो। कर्दम प्रजापतिले 3टा आसन ओछ्याएर राख्नु भएको थियो, किनकि कर्दमलाई थाहा थियो कि भगवानले भन्नुभएको थियो अबको 3 दिनभित्रमा कन्या लिएर आउँछन्, त्यसलाई विवाह गरेर दिन्छन्। स्वयंभू मनु आउनु भएको हेर्नुहुन्छ। ऋषि त दिदीप्यमान जटाजुटधारी वनमा बस्ने जनले दिएको आसनमा बस्नु हुँदैन। अहिले त त्यो ल्याऊ यहाँ ओछ्याउनु पर्यो मलाई, तिमी तल बसे नि हुन्छ, म माथि बस्छु भन्ने बेला छ। मान्य जनले दिएको आसनमा बस्नु हुँदैन, नबस्दा दोष लाग्छ। आसन दिइसकेपछि नबस्दा दोष लाग्छ। अब के गर्ने? देवहूतिले विचार गर्नुभयो, कर्दम ऋषि त मभन्दा मान्यजन हो, अब जोसँग मेरो विवाह हुँदैछ, त्यसमा पनि महात्मा। आसनमा नबस्नु मलाई दोष लाग्छ, आसनमा बसौँ, म बस्न मिल्दैन। के गरौँ भन्दा अलिकति पात ओछ्याएर आश्रममा ओछ्याएर बस्नुभयो र आफ्नो हात लगेर आसनमा राखिदिनु हो। यसको अर्थ के भयो त भन्दा आसनको पनि अपमान भएन र आफ्नो मर्यादामा पनि रहनु हो। कर्दम ऋषिले विचार गर्नुभयो, हो यस्तै योग्य कन्या मेरो विवाहका लागि योग्य छिन्, परीक्षा पनि थियो। स्वयं मनुले भन्नुभयो, हे ऋषि यी मेरी माइली छोरी हुन्, स्वयं यी मेरा पुत्री, मेरी पुत्री उत्तानपाद प्रियव्रतकी बहिनी, विवाह गरिबक्स्यो। भन्दा कर्दमले भन्नुभयो, विवाह त गर्छु तर एउटा शर्त राख्नु।